काम गर्ने भोक भोकै डल्ले बेरोजगार भएपछि साथन गल्ली गल्ली सानो झगडा दक्षिणमै हुन्छ राजनीति कुरा गर्छन् देश बनाउने हुन्छ बिना सिद्धि काम छैन माको छैन कुरा गर्छन् खाली सहर गाउँ टोल टोलमा आयो हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली अर्कलाइजेसन गरेर भन्नुपर्दा त्यो मोबाइलमा मात्र ध्यान दिनु भन्दा यसो बाला पनि ध्यान दिए भए हुन्थ्यो। बाले पनि त अरूको बुढीहरूलाई ध्यान दिनु भन्दा छोरीलाई बढी ध्यान दिए भए हुन्थ्यो नि त। होइन के भन्छ यो? अनि के त हुर्के बढेको छोरीको बारेमा नसोचेर खाली आफ्नै बारेमा मात्रै सोच्दै हिँड्ने? अनि के गर्ने त? हेत्तेरीका छोरी, मैले यो सबै तेरैलाई त गरे हो नि। तँलाई पनि आमाको मायाको कमी पनि नहोस्, यसो घरको काममा पनि सघाउ होस् भनेर पो यो सब गरेको त। नत्र मलाई यो बुढेसकालमा के को रहर लाग्थ्यो र? अनि कुमारी केटी पाइँदैन र अर्का बुढीलाई आँखा लाउँदै हिँडेको? त्यो त तैँले उखानै सुने खानी, छोराछोरी राम्रो आफ्नो, बुढी राम्रो अर्काको। अझ लाज लाग्दैन छोरीको अगाडि यस्तो कुरा न? छोरी त्यो सब कुरा बरु तेरो त्यो मामा भनाउँदै आउने भन्ने कुरा थियो क्यारे? खै त अहिलेसम्म मुन्टा छैन त। के थाहा मलाई, मामा पनि तपाईँ जस्तो त हो नि, काँचा केटी भन्दै खोज्दै हिँड्ने। बिनाजु यो हरामीको भाग्यमानी। हरामी? तेरो नाम हरामी? नमस्कार मामा। नमस्कार भान्जी। हरामी बिनाजु। मेरो अर्कलाइजेसनमा तेरो नाम त अर्कै पो थियो त। होइन यो हरामी भनेर चाहिँ के हो बाउ? हरेराम मिश्रलाई छोटकरीमा हरामी बने हो क्या बिनाजु? कस्तो नबुझ्या? ए जस्तो मान्छे त्यस्तै नाम पो राखेछस् त केटा। कि कसो छोरी? मैले पनि अब हरामी मामा भनेर बोलाउनु पर्यो होइन त? मिजु यहाँ सबै राम्रो त रमाइलो त छ है, तर के गर्नु आफूले चाहिने चाहिँ नपाउने रहेछ। पाइन्छ नि, किन नपाउनु नि? हाम्रो यहाँ उदय गुसोमुसो पाइन्छ, तपाईँले गुपो हाल्नुहुन्न मात्र हाल्नुहुन्छ। अनि मिजी पनि रमाइलो गर्नुहुन्छ, जाउँ न त त्यसो भए। हिँड्नुहुन्छ ल, हिँड्नु जाउँ। बसो बसो यता बसो। ए साउले, यहाँ गोता ल्याउनु त। सिधल सिधल के चाहिँदैन? छिट ल्याउनु ल। अब सुरु गरे त मिल्छ? गरौँ त गरौँ। बाख्राले अगाइन्छ पिन्छ। ल मिल्छु, छोडो ल। ल सुरु गर। कोडाले छ। ओ मिजु एकदम गाउँको लोकलै परेछ। मिजु म त बर्बाद भएँ नि मिजु। होइन के भएर त्यसो? के गर्ने मिजु, हिमालमा भुइँचालोले उडायो, तराईमा
बारीले सुतायो म त बर्बादै भयो नि मिज्यो भन्छी बस्नु साँच्चै हो मिज्यो बरु बुढी भर्खरको छ हो मिज्यो अब कसरी सम्हाल्नु हो मिज्यो अब मैले मिटिङलाई मैले सम्हालेर नहुने होला त मिज्यो कोला 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 बिचरा कोला कस्तो कोलाको लागो नि झन् छोरा अनि आफू दुःख पोखिरहेको छु अनि तपाईँ पनि किन पेलिनुहुन्छ मिज्यो मेरो जे छ त्यो सबै तपाईँको त नि जे छ बारी चुरी किन पिर्माउनुहोस् पिर्माउनु पर्यो हो नि मिज्यो अब तपाईँको घर मेरो पनि घर तपाईँको छोरो मेरो पनि छोरो तपाईँको सम्पत्ति मेरो पनि सम्पत्ति तपाईँको श्रीमती मेरो श्रीमती मेरो श्रीमती यसै मेरै श्रीमती अच्छा हात नभएको जिब्रो त्यत्तिकै लटपडे रहेछ नि त्यसरी जिब्रो लटपटाउनु भएन नि मिज्यो गाविस पास गरेर उडाएछ भएको मान्छेसँग ठिक हो हाम्रो सम्पत्तिको नाममा त्यो एउटा श्रीमती छ त्यही पनि तपाईँको भन्नु त्यही त तपाईँको श्रीमतीलाई मेरो श्रीमती भनिरहेको कि त्यसै गर्ने मिज्यो होइन कहाँ लान्ला कसले बोलाएको डनले बोलाउनु भएको छ कि डनले लिएर आउनु भन्नुभएको किन ल्याउनु भनेको छ खै माया पिरतीको कुरा गर्दै थिएन ए माया पिरतीको कुरा जाऊ न त ल बस त बस अलगेर बस कहाँ भयो नि बिनाजु अब हेर तेरो भान्जी कता गएछ के अरे बस्न भइमै के हुन्छ त आफ्नै भिनाजु घर हो बिनाजुले पनि मलाई भइमै बस भने यो त केही नै हुँदैन भने अनि हरामी सालो केटो के कति कामले आइस यो यक्स बिनालाई सम्झेर याक्स अब वही नै भन्न हुन्थ्यो नि तेरो दिदी पहिला गइहाली छोडिदिनुहोस् बिना त्यो नकचरी गएर के भयो त मेरो लागि तपाईँ भान्जी छँदैछन् नि मेरो अर्कलाइजेसनमा ठिकै भनिस् अनि भन्न त हरामी केटो हो के कति कामले आइस घरमा बाले छिमेकीको छोरीसँग बिहे गर्न दिएनन् अनि भिनाजुले बिहे गरिदिनुहुन्छ कि भनेर आएको म त ए भनेपछि त्यो बुढोले टेरेनन् ए छोड तेरो बाउ बुढो त्यो त्यस्तै हो तेरो दिदी भगाउँदाखेरि पनि त्यो बुढोले र्याक गरेर मलाई कम्ता टेन्सन दिएको थियो त टेन्सन नगर तेरो बाउले नगरे काम यो समाजसेवी व्याकुले माइलोले गर्छ मेरो अर्कलाइजेसनमा तेरो बिहे यही गाउँमा हुन्छ भिनाजु तपाईँको नजरमा कोही केटी छन् र अब केटी नभए पनि कसैको बुढी त होला नि ल हिँड्छ हाम्रो गाउँ कस्तो लाग्यो कुनी कस्तो लाग्नु नि बितिनीज्यू आफ्नो गाउँ ठाउँ बगाइहाल्यो यस्तो ठाउँलाई नराम्रो भन्दा अन्त कहाँ जाने अनि मितिनीज्यू तपाईँ यति राम्रो कलकलाउँदो हुनुहुन्छ त्यस्तो बुढोसित कसरी बिहे गर्नुभयो कुनी पैसा मितिनीज्यू पैसा बुढोको टन्न सम्पत्ति देखेर बिहे गरेको बुढोको सम्पत्ति कहिले भूकम्पले कहिले बाढीले सितिने भयो तर बुढो भने कहिले नसितिने भयो यस्तो जमानी भएको मान्छे त्यस्तो बुढोसँग म त्यत्रा लाठे छोरा हुँदा त विचार गर्दैछु तपाईँ नि विचार गर्नु है मितिनीज्यू सोच्दैछु मितिनीज्यू सोच्दैछु मेरो त नामै मनमा जोसँग टन्न धन छ उसैले मन दिन्छु हिँडिहाल्छु तारै बोल्नु फेरि सुन्न सुनुन् बरु कहाँ गएछ त्यही हो तैँले बिहान केटी ल अर्काको बुढी अहिले पो अर्का त अब तैँले बिहान तेरो भइहाल्छ नि ल जाउँ त जाउँ बिना जाउँ एकखेर हिँड्न त हिँड्छौ नि ओहो नमस्कार होला आजको श्रीमतीज्यू नमस्कार समाजसेवीज्यू मितिनीज्यू उहाँ चाहिँ हाम्रो गाउँको समाजसेवी समाजसेवा गरिरहनु खोज्नुहुन्छ तर गर्नुहुन्न अनि उहाँलाई चाहिँ म चिन्दिनँ ए अर्कलाइजेसन गरेर भन्नुपर्दा यो चाहिँ मेरो सालो केटो हरामी हरिराम मिश्र हजुर म पनि समाजसेवा गर्न खाली मान्छे हो तर अहिलेसम्म गर्नै पाएको छैन के सेवा गर्नु पर्यो त हजुर भन्नुहोस् न बिहे बारी मेरो अर्कलाइजेसनमा यस्तो कलकलाउँदो जवानी भएको बेलामा त्यस्तो थुम्रै बुढासँग बस्नु परेको छ
त्यो पनि यस्तो गाउँमा लकाजबान हुँदा हुँदै पुरा अलि बुझेन नि कुरो प्रष्ट छ नि त्यो बुढालाई छोड्ने भए म तयार छु नि भित्राउनलाई हामी नारीहरू बिहे गरेर देशी चाहे छिटा होस् चाहे बुढा होस् सब थोक उसैलाई सोध्छौँ तिमीहरूले के सोचे लाउन भिनाजु केही गर्नुहोस् भुइँचालो आउला जस्तो छ नटा नटा यस्तो म त डराएन मेरो अर्गनाइजेसनमा त्यस्तो होइन कस्तो त लौरो कता गयो लौरो पो एकैटा भाग ओजा मितिनीज्यू अलि बढी भएन र यतिको ठिकै छ अब घर जाउँ मितिनीज्यू अर्कोचोटि आयो भने सोचौँला जाउँ न त जाउँ लागेकै छैन हामीलाई हेर्नुहोस् त मितिन्ज्यू दिउँसै पारा मिज्यू यो चाहिँ मेरो बुढी है ज्ञानी चाहिँ बुढी हेर हेर वडा अध्यक्ष भएर दिउँसै जाँड खाएर आउने लगाउँदैन अझै हेर न बोलेको कस्तो लाज नलाग्नु मिज्यूले भने सुनेनस् लुगा लगाएर खाएपछि के को लाज ओखो तिमीलाई मितिनी लौरो कहाँ हो लौरो खोल्नु एकछिन सोधे तँले मलाई कुट्ने इट इज माई टर्न आज जसले मलाई साँडे बनाएको छ मिसु यता हेर्नु त सिंहासन मिज्यू सिङ चाहिँ आएको छैन है मिज्यू मिसु सिंह नआए पनि आज मलाई कुच्छु गर्छ भिनाजु केस नमिल्ला जस्तो छ चिन्ता नगर केटा मसँग अर्को पनि एउटा आइडिया छ आइज जाउँ ओहो बाबु ठुल्के कहाँ पुगेर आइस त्यहीँ पर अमेरिकासम्म मात्रै हो हेर्न बच्चा कमेडी गर्छ फेरि हो भने भर्खर ल्यान्डबाट आउँदै हो मान्छेलाई यहाँ पैसा नभएर तनाव भइरहेछ पैसो रे ए पैसो पैसा त यहाँ छ नि त्यसका बाजे कहाँ गयो खोइ पैसाको लागि त केटा मेरो एउटा सानो होइन होइन ठुलो काम गर्नुपर्छ गर्छस् पैसाको लागि त ज्यान फाल्छु काम के हो भन्नुहोस् बकुल्ले मितिनी आमा पनि आमा जस्तै हुन्छन् तर आमा नै त हुन्ने नि पैसा देखेपछि महादेवको त 3 नेत्र खुल्छ भन्छन् म त मान्छे खोइ पैसा तपाईको काम ढुक्क ल पक्का हो नि काम 100% के रे उसको नाम हरामी हरिराम मिश्र ल मेरो मितिनी आमा आजबाट तपाईको बहिन
आफ्नो त टोपी पनि 60 हाले त बा हिजो बेलुका 60 छ त्यो सुतिया थियो नि त्यो के अरे कता गतलाङतिरको त्यो एउटा मेमे थियो नि त्यसकै टोपी 60 छ भने नयाँ परेछ के हो त बाबु नयाँ हुनु पर्छ दुईपट्टि टाले जाउँ बाबु जाउँ कस्तो झाडी भएछ भने यो झोलामा त्यो केरा 3 दर्जन हाले होइन तपाईँले फलात फुलर पनि भइस होला भयो भयो यत्रो उकालो रहेछ एकछिन बस्नु बाबु ल साह्रै थकै लाग्यो अलि उता बस बाबु बुढो मान्छे यहाँ बस्छ तीर्थ गरेर आएपछि त साह्रै जिउ गल्यो बाबु एउटा कुरा त बिर्साएन होला नि बा के कुरा बाबु अब त्यो तीर्थ गएर आउँ एकचोटि यसो अब रातमा ल्याए पैसा पनि तीर्थ सिर्थ गएर यसो अलिअलि पनि सिद्ध्यौँ बाँकी पैसाले घर सर बनाएर तेरो झ्याइ झ्याइ बाजा बजाएर बिहे गरिदिन्छु भनेको थियो नि मेरो बेच गर्छु भने बाबु अब तेरो पो झ्याइ झ्याइ पार्ने हो कि मेरो पार्ने हो केही थाहा छैन बाबु बुढो फेरि अब यो तेरो बाबुलाई मेरो स्वास्नी तेरी आमा पहिला ल्याउने कि अब तँलाई स्वास्नी बिहे गरिदिने हो मैले अहिले के भन्छ यो बुढो झन् तीर्थ गरेर आएपछि त तेरी आमा भित्र को भन्छ त यो बुढापाकाहरूलाई त तीर्थ लिएर गइसकेपछि गल्छन् धेरै वर्ष टिक्दैन भन्ने सुनेको थिएँ मैले यो बुढो त अझै बिहे गर्छु भन्दैछ त ऊ बेलाको बुढा बाबु सुका माना घिउ खाएर हुर्केको बुढा पो हुँ त म जिम्मल बुढा तीर्थ गरेर आइस त टङ्ग्रीसँगै बाबु अलिअलि भएको रोग ब्याज पनि त्यही तीर्थमै छोडेर आइदिए अब त हेर्न गाउँमा गएर यो जिम्मलले के गर्छ खुर्क अब जसको बिहे गरे नि गर्नु त परिहाल्यो त्यही पनि सबभन्दा पहिला अब मेरो गर्न पाए हुन्थ्यो बाबु बुढेसकाल लागेको छ बाबुलाई बिहे गर्न देन त्यो त समय छँदैछ नि बाबु उमेर छ नाति के म अगाडि कि त अगाडि हिँड्ने जहिले होइन बुढालाई उतै छोडेर आउनु पर्ने छ बरु हुन्छ हो कहाँ उक्लिन्छ नि तलबाट घच्या त्यहाँ बाबु ल ल बाबु हजुर यत्रो महिनौ तीर्थतिर घुमेर आइयो अब काम घरतिरको चालामाला पनि के छ खै कुनै के छ अलि छिटो हिँड बुढा नाकैमा आउँदैन बाबु आउँदैन कस्तो गलेको बाबु दुगो मान्छे हिँड्नै सक्दिनँ म साँच्चै बा त्यो डुगो काकाले पनि यसपालिको त्यो के को चुनाव भन्नेमा टिकट पाएर नि त त्यसले चुनावमा टिकट छैन बाबु छोरी घर जान्छु भन्थ्यो बसको टिकट चाहिँ पाएला त्यसले काहीँ नेपालमा चुनावमा टिकट पाउँछ त्यही भन्थ्यो कुन चाहिँ पार्टीमा लाएर त्यो केही नभएर एउटा टिकट चाहिँ देखाएर भन्ने सुनेको थिएँ मैले उहीँ तीर्थमा त्यो उसको त्यो मामा छोरो नि उहीँ पुगेको थियो नि त ए त्यो मामाको छोरो हो त्यो त्यो हामीसँगै सुत्ने मसँगै सुत्ने त्यसको जुम्रा सल्केर बाबु अहिले पनि चिलाइरहेछ जुम्रै रहेछ हुन त तिनीहरूको सन्तानैकै जब जुम्रै खाइ क्या हो त्यसो भने जुम्रेले टिकट त के पाला र है अब जिम्मल नभएको यसपालि चुनाव पनि भएछ गाउँमा को वडा अध्यक्ष भयो कोही के भयो के हो गाउँमा चुनावकै बेला भन्न पाएपछि गाउँले जाउँ अलि फास्ट गएर घरमा गएर अब के को गाउँको हालखबर बुझिहाल्नु पर्यो हुन्छ बा ल बाबुले जाउँ बा म त साह्रै गाह्रो भइस भने बा हो र बाबु मलाई त गाह्रो भएको छैन तँलाई के को गाह्रो नि जाउँ बाबु अब घरमै गएर कुरा गर्नु है त ल ओहो वडा चिकित्सकमा ज्यू नमस्कार है नमस्कार लौरोले हानेर नल्ला हेट्ने भयो एउटा सानो कुरा गरौँ कि हजुर आउनुहोस् न बसेरै कुरा गरौँ कुरा गर्नै पर्ला जस्तो छ नि के कुरा हो सुरु गरौँ त अब कुरो त त्यही त हो नि हजुर बिहेबारीको तपाईँको सालोसँग होइन कहाँ सालोसँग हुनु सालोभन्दा पहिला त होइन तपाईँले भन्न खोजेको कुरा चाहिँ के हो नि कहाँ त्यो सालो कहाँ म हेर्नुहोस् त्यो सालोको न नाम छ न ठाम छ न ठेगान छ बरु मेरो बट्टारमा कपडा पसल पनि छ रिमाल वस्त्रालय क्या रिमाल वस्त्रालय अनि नाम पनि छ अर्कलाइजेसन गरेर भन्नुपर्दा समाजसेवी व्याकुलले माइलो भन्छन् गोजीमा दाम पनि छ बरु यसो भनेपछि सालको होइन हजुरकै सम्बन्ध लिएर आउनु भएको हुन्छ मितिनज्यू धन पनि छ मन पनि छ सम्पत्ति नि छ जति भने हुन्छ मितिनज्यू त्यही त हजुर तपाईँले सही कुरा गर्नुभयो
अहिले आएर तपाईँ कुरा ठिक लाग्न थाल्यो है। मेरो अडकलाइजेसनमा यो सम्बन्ध छ नि पक्का हुन्छ। तपाईँलाई के लाग्छ त मितिनज्यू? कस्तो लाग्छ? के लाग्नु मितिनीज्यू, हजुर म भन्दा जान्ने बुझ्ने मान्छे, हजुरले हुन्छ भनेपछि त अब हुन्छ नै होला नि। भनेपछि यो नातालाई म पक्का सम्झिन्छु। त्यसो हो भनेदेखि आजै गुम्बामा गएर हामी बिहे गरिहालौँ। हुन्छ। त्यसो भए शुभ कार्यमा ढिला किन हजुर? अहिले जाउँ गुम्बामा जाउँ बिहे गरी। लौ त हजुर, दम्पति जीवनको शुभकामना। पाले पुण्य मारे पाप। धन्दै नमान्नुहोस्, म राम्रोसँग पाल्छु। जीवन राम्रोसित दुईजनाको बित्यो। है अलिकति बाटो हिँडेपछि आउँछ 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 नाति। ओहो टुकु काका नमस्कार। टुकु काका भन्छस्? गाविस बासेर एउटा त छोराको मान्छेलाई गाविस बास बा बाबु हजुर ससुरालबाट मागेर ल्या पोट लाउँदैमा त भन्थाले मार्न उसलाई। अन्त ऊ गाविस बासेर एउटा त छोराको मान्छे डुकु सरले नमस्ते गरे। ए डुकु त्यो डुकु उहाँ त्यसरी डुकु भन्छस्? नमस्ते गर पहिला। बाबु कत्रो स्वर यसको, यो सुन्दै डर लाग्यो त मलाई। त्यो टिकट पा भने त्यही भएर हो काका तपाईँले? टिकट के प्लेनको टिकट चाहियो त नि मलाई। त चुनावको टिकट पाला चुनाव जितेर उहाँ त भयो। खोइ बाबु हजुर हामी 2-4 महिना के तीर्थ गएको थियो। गाउँमा त ठुलै काम पो भएछ क्या हो? ठुलो पोस्ट हुन्छ त के भन्छ? के को टिकट पाइस् तैँले? ल वडा अध्यक्ष भइसक्यो मान्छे यहाँ गाउँको। के सोच तैँले? जितिस नजिते भएर वडा अध्यक्ष हुन्छ। 2-4 महिना के गाउँबाट यसो तीर्थतिर लागेको थियो बाबु। गाउँमा त डुकु जस्तो मान्छे वडा अध्यक्ष भरे। पहिला देखा खान धौस भन्थे है काका तपाईँले? तिमीहरूको बसहरू हात लुटेर खाने हो हामी। पक्कै त वडा अध्यक्ष भयो त डुकु? भार नभए भन्ने कुरो भोलिपल्ट थाहा भयो। यो वडा अध्यक्ष पक्कै भयो? खै हो भन्छ वडा अध्यक्ष भएछ। वडा अध्यक्ष हात हाल्छस्? के को वडा अध्यक्ष? 2-4 दिन गाउँबाट के हराएको थियो वडा अध्यक्ष भएर फुर्ती लाउँदो रहेछ। बाटो लाग्छ खुरुका पहिला नमस्ते गर वडा अध्यक्षलाई। के को वडा अध्यक्ष त? पञ्चायत कालमा नेता कुट्या मान्छे म। के को वडा अध्यक्ष यो? लाग्नु त के को पुतपुत गर्छ नि? राम्रो कोट लगाइदिएमा वडा अध्यक्ष पो भन्दो रहेछ बाबु यो त। राम्रो कोट लाउन नि खप्प पर्यो तेरो। त्यो चाहिँ हो। जाउँ जाउँ। चुप्लाक हेर बिनाजी यस्तो जवानीको बेला छ होइन? यो केटी त मैले पाइहालेँ। अर्को तँलाई मिलाइदिउँ नि त बजिया। त्यसो भनेर हुन्छ बुढा? तिमीलाई भोलि पत्रकार सम्मेलन गर्छु गरिरहेछु भने त बुझ्दै जानेछु। म पनि गाउँ छोडेर बिहे गरेर आए मान्छे हो यहाँ। पत्रकार सम्मेलन? ए ती पत्रकारहरूलाई त कहाँ क्रसर उद्योग छ, कहाँबाट कमिसन आउँछ भनेर डुलेर हिँड्दैमै फुर्सद छैन। तेरो पत्रकार सम्मेलन त यस मेरो अडकलाइजेसनमा तेरो पत्रकार सम्मेलनले हुनेवाला केही छैन बाबु। यसो भनेर हुन्छ? भोलि पख म जसरी ल्याएरै छाड्छु। के हो हजुरको 1 साल त रिसायो नि त? ए टेन्सन नगर, त्यसलाई त म भोलि नै गर्छु। त्यसलाई त होइन बोके डन टुल्केर त आउने भने होइन त मात्रै आइन त। खै त टुल्के टुल्के त जुवा खेल्नु पैसै भएन, आउँदै आएन नि त। त्यही भएर साइलो भएको छोरो लिएर आएको। टुल्के आएन? कहाँ आउनु? त्यो नआए पनि बुढाहरू देउसी खेल्नु आएको के त्यहाँ गएर हामी यहाँ गर्नुपर्छ। जाउँ लु जाउँ जाउँ जाउँ। होइन बुढी जिम्मले पाउँछ र पनि तीर्थ गराएछ अरे नि त। ए जिमल दाई पनि आउनु भएको छ? ओहो मैले बाटो भेटेको थिएँ तिनीहरूलाई। ए वडा छु होइन यो जिमल भनेको हो। अनि खोइ त ती देउसी खेल्ने मान्छेहरू त्यो भुराहरू कहाँ गए कुन्नी? यो 4जनालाई देउसी खेलिन्छ। त्यही त मेरो छोरा त साथीहरूसँग आउँछु भनेको छ। ए अनि त्यो जिमल भने त को कुन्नी? जिम्मल भने हाम्रै गाउँको मान्छे हो के, हाम्रो छरछिमेकी हो। हजुर तपाईँले चिन्नु भएको छैन, पछि चिनिहाल्नुहुन्छ। ए ल ल ल अहिले त्यहाँ आएपछि चिन्नुला नि त त्यसो भए। देउसी भने कार्यक्रम त गर्दैन पर्यो। होइन अनि अबेला पनि भइसक्यो। अहिले छिटो सबैलाई बोलाएर
एकैचोटि जाउँ भने मेरो कुरा हो क्या अर्गनाइजेसन गरेर भन्नुपर्छ जाउँ त अहिले ल जाउँ त रातै परिसक्यो परे बाबु परे ओहो बाबु गाउँलेहरू सबैजना एकैसाथ हिँडिरहेछ कतै गाउँमा भोज भत्यो त छैन भने त्यही त भने म त हिँड्दा भोक लाग्छ त के गरौँ सोधौँ त्यत्रो महिनापछि तीर्थबाट आएको एक छाक भने नि मिठो मसिनो चाहिँ खान पाइने भयो त्यही गरेर कुरा गर्छ चिप्लेला बासी लाग्छ चिप्लेला अँध्यारो छ बाबु हाम्रो गाउँमा कति राम्रो केटी जन्म भइसकेछन् बा चुप्लाग बच्चा यो त मेरो बुढी हो ओले बाबु होइन डुकु को यो मेरो तीर्थबाट आएको छोरालाई झाम्पे हाने लडाइँ त उहाँ चाहिँ हाम्रो गाउँको समाजसेवी ब्याकुलले माइलो उहाँ चाहिँ हाम्रो गाउँको जिम्मल समाजसेवी ब्याकुले भन्छ है प्याकुले भने तै हो समाजको सेवा गरे जस्तो छ तैँले भुँडी हेर्दै थाहा भइहाल्यो नि समाजले चाहिँ यसलाई सेवा गरे जस्तो छ डुकु अब म समाजसेवी हो कि समाजले मेरो सेवा गरे हो त्यो त मेरो एक ताजाले थाहा पाइहाल्यो नि छोराले बरु यो सब कुरा छोडिदिउँ हेर्नुहोस् मेरो अर्गनाइजेसनमा तिहार पनि आइरहेछ देउसी खेल्न जाउँ रमाइलो गर्नुपर्छ हेर्नुहोस् त्यहाँबाट अरू केटाहरू पनि आइरह ल जाउँ जाउँ न त बा जाउँ तिहारको बेला रमाइलो नि हुन्छ जानिर बाबु जाउँ जिमललाई रमाइलो गरौँ तिहारको बेला भैली खेल्न जाउँ अब फुलमतीले भनेपछि कसरी नजाउँ जाउँ फुलमती जाउँ केरा बिग्रिने हो कि बा छोड्दै बाबु केरा जाउँ फुलमती जाउँ रमाइलो भेट भइहालेछ ल अब कहाँबाट सुरु गरेछ यहाँ छ त घर ए ल यहीँबाट सुरु ल हामी सबै जम्मा भयौँ अब चाहिँ हामीले देउसी खेल्न सुरु गर्नुपर्छ ल केटा अब म भटाउँछु है त हराउने एउटा निर्णय गर्नु बाँकी नै छ अर्गनाइजेसन गरेर भन्नुपर्दा के निर्णय बाँकी छ निर्णय मात्रै हो र डोन सबैभन्दा ठुलो निर्णय गर्नु बाँकी छ मलाई भनेर ल्याएको केटी यही बिना बुढाले आफैले बिहे गरे मेरो अर्गनाइजेसनमा होइन सानो केटो तँलाई के भएको त कहिले उता कहिले यता होइन बाबु त त बाबुराम भटाइले बोल्न आँटेछ क्या हो त बाबुराम बस्नै भन्छ हरामी होइन हरिराम बाबु तिम्रो भिनाजुले गल्ती चाहिँ गरेको हेर बाबु अब तिमीलाई भनेर बिहे गरिदिन्छु भनेर केटी देखाएर आफै बिहे गर्नु हुन्छ अब झगडा नगरौँ अब हामी यहाँ देउसी भने खेल्नु पर्यो रमाइलो गर्नु पर्यो भनेर आइसकेपछि रमाइलो गर्नुपर्छ ल तिम्रो त भिनाजु कुरो भोलि टुङ्गो लाग्छ होइन जिम्मलमा तपाईँ पनि मैले तपाईँलाई हिजो भर्खर त्यस्तो गरी भने होइन बाबु होइन आज रातलाई छोडिदेऊ भोलि कुरा गर्नु ल बाबु आफ्नो नाम गएन ल बाबु ल बाबु रमाइलो गर्नु ल सबैजना रमाइलो गर्नु म भटाउँछु ल सबैजना लाइनमा मिलेर बस्नु ल अब म भटाउँछु है त ल मेरा भाइ हो राम्ररी भाना स्वामीलाई खाना हातेर भाना नाचेर भाना वर्षा दिनको तिहारमा आएको हामी मेरा भाइ हो राम्ररी भाना छोरीलाई खाना यो बडा घरको आँगनीमा देउसी खेल्न आएको हामी मेरा भाइ हो राम्ररी भाना छोरीलाई खाना राम्ररी भाना हाँसेर भाना नाचेर भाना राम्ररी भाना राम्ररी भाना देउसी खेल्न मेरा भाइ हो घर पेटी आमै उठ्नुहोस् मेरा भाइ हो होइन स्वर पनि पुगेन होइन माताले पनि
हेर डन मलाई कम पीडा भएको छ मलाई त्यो भिनाजुले मनमायालाई भयो नि मैले उसै काम नि मलाई हेर यति पिर परेछ यति पिर हुन्छ केही छैन तँ अगाडिपट्टि गएर ठोक पछाडि आएर ठोक्छु के कसो सुरुमा नि कुरा त ठिकै हो अब यो बेस र रोटी खाँदा के गर्नु खै केही बन्नेकै छ नि केटा हो अहिले हामी गएर तिनीहरूको देउसी बाँच्नुपर्छ केटा हो के कसो हो ठिक हो ल हेर डन देउसी मात्रै होइन म त भिनाजुलाई नै देउसी खेलीबाट पच्चिस गराइदिन्छु म त मारिदिन्छु आज भिनाजुलाई मलाई कम तोड परेछ ठिकै छ नि त तिमी अगाडिबाट हान्ने पछाडिबाट होइन ठिक हो मान्ने गर्दैन केटा हो आज मेरो यो हात सक लागेर छ गएर बजाऊ है म त बजाइरहँ कुनै भिनाजुलाई जाउँ सकिएन मेरो त सकियो मेरो त आधी त म त लिएरै जान्छु यसरी बजाउनु नि हुन्छ हाम्रो सुरु हाने सुरुमै नपर्छ निस्किँदा त फेर्छ पढ्दा त ठुलै बाटो छ राम्रो न राम्ररी भन है छोरी मिलाई काना है बडा घरको है बडै चाला है ढिलो है इज्जत जाला है राम्ररी भन है छोरी मिलाई काना है मेरा भाइ हो साथी हो अब बरु मादल पो ल्याएको मादल बजार किन ल्याउनु हो ल्याउ न कता छ मादल भाइ ल आउनु हामीलाई आउँदैन के गीत गाएर नाच्नु तिमीले गीत भन्छौ काम छैन माको छैन कुरा गर्छन् खाली सहर गाउँ टोल टोलमा आयो हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली